आजको रेसिपी एकदमै मिठो यो सुँगुरको मासु मैले कसरी बनाएँ तपाईहरुसँग रेसिपी शेयर गर्न गइरहेको छु। मन पर्यो भने भिडियोलाई सेभ गरेर साथै फ्यामिलीहरुसँग शेयर पनि गरिदिनुस् है। यसको लागि चाहिँ एउटा भाँडालाई राम्रोसँग तताएर त्यसमा 2 चम्ची जस्तो तोरीको तेल तताउँदै छु। तोरीको तेल तातिसकेपछि एउटा तेजपत्ता र थोरै जिरा पड्काउँदै छु। सँगसँगै थोरै मेथी पनि पड्काएको छु। पड्काएको मसला राम्रोसँगले खरिएपछि मासु राख्दै छु। मैले यहाँनिर 1 केजी लिएको छु अनि पिस चाहिँ ठुलठुलो गरेर काटेको छु। तपाईहरुले यो भन्दा अलिकति सानो गरेर काटेर राख्न पनि सक्नुहुन्छ। अब यसमा राख्दै छु थोरै बेसार अथवा हर्दी, सँगसँगै स्वाद अनुसार नुन पनि राखेको छु। यति राखिसकेपछि अब मासुलाई चाहिँ चलाउँदै एकदमै राम्रोसँगले भुट्न पर्छ। मासुलाई चाहिँ मैले भुटेर यतिको रेडी गरेको छु। कलर एकदमै राम्रो आइरहेको छ र बोसो पनि धेरै बिलिएर हेर्नुस् त तेल धेरै भइरहेको छ। अब यो स्टेजमा चाहिँ यो जति बिलिएको बोसो छ यसलाई चाहिँ निकालेर फ्याक्न पर्छ र अब यसलाई मैले निकाल्न गए। एक्स्ट्रा बिलिएको बोसोहरुलाई निकालेर फ्याकिसकेपछि यसमा मैले ठुलो एउटा प्याज काटेर राखेको छु। फ्रेश राख्नुस् अथवा मैले जस्तै सुक्खा स्वाद अनुसार खोर्सानी राखेको सामग्रीहरुलाई एकपल्ट चलाएर राम्रोसँगले मिक्स गरिदिने। कभर गरेर अब प्याजलाई एकछिन पाक्न दिने। प्याजलाई मैले 3 मिनेट जस्तो मिडियम हिटमा पकाएको छु। ल अब प्याज चाहिँ पर्फेक्टली रेडी भएको छ। अब यो स्टेजमा म मसला एड गर्दै छु। सानो चम्चीको 1 चम्ची जिरा पाउडर, सानो चम्चीको 1 चम्ची धुलो खोर्सानी, यसमा ठुलो चम्चीको 2 चम्ची चाहिँ अदुवा लसुनको पेस्ट राखेर अब एकपल्ट फेरि राम्रोसँगले चलाउँदै भुट्न पर्छ। मासुलाई मैले एकछिन पर भुटेपछि अब कभर गरेर मसलालाई पकाउँदै छु। मसलालाई 5 मिनेट जस्तो चाहिँ पकाउनु पर्छ। यदि तपाईहरुलाई पानी राख्न परे पानी थोरै एड गरेर मसला पकाउन सक्नुहुन्छ। तर मैले चाहिँ पानी एड नगरिकिन नै मसलालाई पकाएको छु। ल हेर्नुस् त पर्फेक्ट मसला पाकेपछि अब यो स्टेजमा मैले टमाटर एड गर्दै छु 2 वटा मिडियम साइजको। अब यसलाई पनि कभर गरेर एकछिन पकाउँछु। टमाटर पाक्नु धेरै टाइम लाग्दैन। टमाटर छिट्टै पाकिहाल्छ। ल हेर्नुस् त पर्फेक्ट यहाँनिर अब टमाटर पाकेर रेडी भइसकेको छ। यो स्टेजमा मैले 1 कप तातो पानी राखेर अब कभर गरेर मासुलाई पकाउन गइरहेको छु। ग्यासको हिट मिडियम राखेर पकाउनु होला जबसम्म मासु राम्रोसँगले पाक्दैन तबसम्म। कुकरमा सुई सिटी लगाएर पकाएको भन्दा चाहिँ यसरी स्लो कुक गरेर पकाएको मासु एकदमै मिठो हुन्छ। अवश्य नै बनाएर एकपल्ट चाहिँ ट्राई गर्नु होला। अन्तमा मैले 1 मुठी जस्तो यहाँनिर धनिया पत्ता पनि राखेर अब यसलाई पनि मज्जाले मिक्स गर्दै छु। राम्रोसँगले मिक्स भइसकेपछि अब यो तातो